डुब्दे यानि कि महायोगभित्रको पनि साधना वर्गको केही विशेष ध्यान साधना विधिको धर्म उपदेशहरू चाहिँ अक्षरमा लेखेर राखिए तापनि तत्काल सार्वजनिक रूपमा यसरी चाहिँ उपदेश दिन नमिल्ने अथवा उपदेश दिन समय अनुकूल नभएको कारणले गर्दाखेरि भविष्यमा समय अनुकूल भएपछि दिन मिल्ने रहेछ भनेर उहाँहरूले थाहा पाइसकेपछि तेर्छो यानि कि नीति धर्मको रूपमा उक्त ढुपकागे यानि कि 8 प्रकारको महायोगको तन्त्रको उपदेशहरू चाहिँ ढाकिनी लेकी वाङ्मोछे नाम गरिएको ढाकिनीलाई जिम्मा दिनु भएर भारतको दुठो सिल्वाछल भनिएको छ शमशान सिल्वाछल नाम गरिएको ठाउँमा देजे चेक्पी छल नाम गरिएको एउटा छोतेन यानि कि स्तूपा रहेको छ। उक्त ठाउँमा लेकी वाङ्मोछे नाम गरिएको ढाकिनीले महायोगभित्रको ढुबकागेको जति पनि यो 8 प्रकारको ध्यान साधना विधिको धर्म उपदेशहरू छ अति नै गम्भीर जुन चाहिँ वज्रयान तन्त्रयान अन्तर्गतको ती सबै उहाँहरूले 8 प्रकारको ढुबकागे धर्म उपदेश ग्रन्थहरू चाहिँ उक्त भारतको दुठो सिल्वाछल भनिएको छ जुन चाहिँ शाक्यमुनि बुद्धले ज्ञान प्राप्त गर्नुभएको ठाउँ बुद्धगयादेखि नजिकै रहेको छ। यदि यहाँहरू पुग्नु भएको छैन भने उक्त ठाउँमा जानुहोला। उक्त ठाउँ अति नै एकदम पवित्र र जहाँनिर चाहिँ ढुबकागे यानि कि महायोगभित्रको 8 प्रकारको ध्यान साधना गर्ने वज्रयानको ग्रन्थहरू देजेचेक्पी छाल नाम गरिएको उक्त ठाउँमा रहेको छोतेनमा लेकी वाङ्मोछे नाम गरिएको ढाकिनीले निधि धर्मको रूपमा तिर्छोको रूपमा लुकाएर राख्नु भएको थियो भनेर उल्लेख गरिएको छ।